हेलो एभ्रिवान, नमस्कार। फेरि पनि आएको छु तपाईँको माझमा एउटा ब्रान्ड न्यू ब्लग लिएर। धेरै पछि तपाईँको माझमा अब ब्लग सुरु गर्ने भनेका छौँ। अहिले हामी जाँदैछौँ। अब आजको यहाँ पेट बजार लाग्छ, दिउँसो साँझको टाइममा बजार लाग्छ। बजार तरकारी किन्ने भनेर मेरो छोरो पनि रेडी भइसकेको छ। उता दुईजना उनीहरू पनि रेडी भइसकेका छन्। अब यहाँबाट हामी चाहिँ तरकारी किन्ने, साँझको तरकारी। अब अर्को हप्तासम्मको लागि, हप्तामा 3 चोटि बजार लाग्छ। अर्को बजारसम्मको लागि चाहिँ हामीले तरकारी यहाँ चाहिँ किन्छौँ। अनि अब हामी जाँदैछौँ तरकारी किन्न। ल त भाइ बस, घुम्नुमा जाने कि नजाने? घुम्नुमा जानेस् कि नै? जाने कि नै? नै पर्दैन, काखीमा बस्ने त नि। जाने कि नै? लैन ल। अब चाहिँ यहाँबाट हामी हिँड्दैछौँ बजार। अब बजारमा भेटौँला होइन। बजार कस्तो लाग्छ तपाईँहरूलाई बजार घुमाउँछु। हस् ल, लैन ल, बस बाइकमा आऊ, लैज। उसलाई चाहिँ अगाडि बाइकमा बस्नुपर्ने जहिले पनि। जाने दाम ल। अब हामी चाहिँ बजारतिर, बजारमा देखाउँला। बुधबार यहाँको मान्छेहरू चाहिँ बजारहरू गर्ने गर्छन्। यहाँ टक्क यतातिर चाहिँ माछा मासु पाइन्छ। अनि यहाँ चाहिँ बुधबार त्यसको तरकारी चाउमिन यही पाइन्छ मजाले। अन्त छोरो, अब बाउले कन्टिन्यू भ्लग गर्ने भने अरू भ्लग गर्दा भ्लग चाहिँ यस्तै भइरहेछ। जीवन कोसिस गरिरहेछ। लेट्स डु इट। यो चाहिँ हो तपाईँको भुसडी बजार। यता खडगाडी पनि खेलिन्छ। मजा आउँछ। यस्तै हो। अब यहाँ हातमा छोरो पनि छ, हातमा मोबाइल पनि छ, सबै यतैबाट अब सुरु गर्ने हो। अब सबै डिजिटल लाइनतिर पैसा कमाउँदैछन्। म चाहिँ सबभन्दा 2015मा मैले 2015 कहाँ 2019-20तिर मैले युट्युब च्यानल 21-22तिर सुरु गरेको। मैले बिचमा छोड्दै 2022तिर छोडिदिएको। 22तिर हो कि 2015तिर सुरु गरेको। हजुर के मनी दिएन? छैन मनी? अब दिन्छ मनी। मम्मालाई माग न मनी। म रोडमा झरेँ मनी। ल पछि खोजिदिन्छु। अब छोराछोरीहरू भइसक्यो। अब छोराछोरीहरूसँग भ्लग बनाएर बस्नु पर्ला। अब त्यस्तै हो जिन्दगी। अनि जतिजनाले पनि पुरानो सब्सक्राइब गरिदिनु भएको छ, भिडियो हेर्नु होला, नोटिफिकेसन आउँछ। अनि नयाँले सब्सक्राइब गरिदिनु होला यदि तपाईँकोमा भिडियो आयो भने होइन। अनि यहाँ चाहिँ यस्तै हो, यस्तो बजार हो। मजाको बजार, तरकारी सरकारी यहीँ किनिन्छ। मजाले लोकल बजार हो। यहाँ चाहिँ लोकल बजारहरू लाग्छ। माछा उता पाउँछ, माछा मजाको उता हेरेर यसरी सेल गरेर हुन्छ सस्तो। माछा चाहिँ यतातिर सस्तो पाइन्छ। लगभग 150-200 केजी सुरु छ। क्या 150-200 केजी सुरु। माछा खानेहरूलाई त यहाँ धेरै सस्तो छ। खान्छ म कि माछा खाने कि मासु खाने? यस्तै छ जिन्दगी। अरू के छ तपाईँहरूको नयाँ हालखबरहरू? यसो कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, भिडियोहरूलाई लाइक गरिदिनु होला होइन त। अरू के छ जिन्दगी? अनि दर्पण छ यस्तै त। अब लाज लाग्छ यसरी भिडियो बनाउन। टाइममा यसरी बोल्नसँग लाज लाग्छ। तै पनि अब त
यस्तै बुढीले पनि बना कि बना भन्दैछ भिडियो बनाऊ बनाऊ भन्दैछन् अब भिडियो बनाऊ भने अब त कोसिस गर्ने हो बोल्ने कोसिस गर्ने जिन्दगी यस्तै त लेट्स ट्राई होइन अनि अब युट्युब च्यानलमा भिडियोहरू जाँदै जान्छ 50 रुपियाँ किलो तरकारी ये देखो लोकल गैंग हो लोकल गैंग लोकल गैंग रमाइलो भाषा यताको भाषा खतरनाक हुन्छ फेरि भाषा बोल्दै हाम्रो म्याडम त्यस्तो के गरे हेर त लुगा छोरी पनि यत्रो भइसक्यो छोरी पनि अर्को हिरो यहाँ छ अर्को हिरो यहाँ छ गम्म गरेर बसेको छोरी त्यस्तो छ जेमो हेर त हिलोमा त्यो कपडा किन त्यस्तो गरे तिमीले तल गर यस्तो छ जिन्दगी हाम्रो लगभग बजार सकिसकेको छ तरकारी सरकारी आलु सालु सब अब हाम्रो चाहिँ बजार सकिसक्यो बजार लगभग सकिसक्यो अब यहाँबाट हामीले बजार 5-10 मिनटमा भ्याउने हो बजार तरकारी जे चाहिन्छ त्यो किन्यो बजार सकियो अब हामी चाहिँ छोरा मेरो काम चाहिँ छोरासँग मात्रै बस्ने उसले चाहिँ बजार गर्छ छोरीको लागि जेरी किन्यो त्यत्तिकै दसको एउटा जेरी अब बजार सकियो आजको लागि बजार चाहिँ सकियो अब अन्त छोरा बजार सकियो अब हामी जाँदैछौँ फेरि वापस घर आजको भ्लग यति नै बाँकी बिस्तारै भ्लग बिस्तारै सिक्दै जाने बिस्तारै बोल्न जाने बिस्तारै भिडियो एडिट गर्न सिक्ने बिस्तारै सबै कुरा सिक्ने अन्त छोरा होइन अब हाम्रो गाडीहरू यहाँ छ आजको बजार चाहिँ यही हो यहाँ चाहिँ आमलाई चाहिँ पक्नारी भन्छ पक्नारी पनि पक्नारी छ सब छ बजार यही हो यहाँको बजार मेरो पक्नारी हो मेरो पक्नारी अब बाँकी भिडियो अब यहाँबाट गएपछि यसो घरतिर आजको लागि यति नै बाँकी अर्को भिडियोमा भेटौँला अर्को दिन भेटौँला हस् त नमस्कार जतिजनाले पनि भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धन्यवाद बाँकी आउने भिडियोमा